Oh my god, what a big news for us. यो हो नि त सरकार भनेको, यो हो नि त पावर भनेको, यो हो नि त जनतालाई खुसी भनेको। हिजै मात्रै बालेन्द्र सरकार प्रधानमन्त्री हुनुभएको, आज तत्कालै एकै रात नकर्दै केपी शर्मा ओली र गृहमन्त्री पूर्व लेखकलाई पक्राउ गरिसकेको छ। यो हो नि त डेस्परेट, हामीले खोजेको यही हो क्या नेपाली जनताले। सबैभन्दा पहिला एक नम्बरमा राम्रो काम भइसकेको छ होइन, सुरुवात भइसकेको छ। भिडियो बनाउँदिनँ भनेको थियो होइन, बिहान बिहानै उठ्न साथ यस्तो खुसीको कुरा सेयर गर्न आएँ। सबैलाई थाहा भइसकेको कुरा होला। अनि के भन्न चाहन्छु नि, त्यतिखेर क्या जब पक्राउ गरिरहँदाखेरि किन त्यत्रो पुलिस तैनात, किन त्यो गाडी चाहिँदैन क्या। सामान्य इभन हलदार भए अथवा 2-3 पुलिस भए ठिक भइहाल्थ्यो क्या। किनकि चरा मुसो पनि चुइँको गरेन क्या। कहाँ गयो होला तिनीहरूका कार्यकर्ता अब अथवा त्यो पार्टीका सदस्यहरू कहाँ गयो होला। तर जे होस् एकदमै राम्रो पहल भइसकेको छ, राम्रो कदम चलिसकेको छ अहिलेको नयाँ सरकारले। हामीले चाहेको खोजेको पनि यही हो र यस्तै राम्रो राम्रो काम गर्दै जानु होला। अनि सेल्युट टु बालेन्द्र र हाम्रा गृहमन्त्री सुदन गुरुङलाई। सायद यो काम चाहिँ सुदन गुरुङबाटै भयो होला। ल, बधाई छ, नेपाली जनतालाई बधाई छ। जय नेपाल, जय।